हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते। स्वागत छ तपाईँहरूलाई पवि युट्युब च्यानलमा। आज चाहिँ म भान्जाहरूसँग हल्का सपिङ गर्न जाँदैछु। आज चाहिँ मेरो भान्जा कोलपुर आउनुभएको छ र सानो भान्जालाई आज हल्का सपिङ गरिदिन्न माइजू भनेर हामी चाहिँ लाग्यौँ चपरगौडीतिर। हामी चपरगौडी जाँदा हेर्नु न आजको मौसम कति रमाइलो छ साथीहरू। तपाईँकोतिर आजको मौसम कस्तो रहेको छ? हाम्रो चाहिँ यहाँ एकदम रमाइलो मौसम छ। अनि आज चाहिँ पानी परेको थियो दिउँसो, अनि अहिले चाहिँ साँझ भइसकेको छ। हामी चाहिँ बिहान जाने तयारीमा थियौँ, पानी परेको हुनाले हामी साँझ। अनि भान्जाले चाहिँ लाग्नुभयो अटोबाट उत्रिएर भाइलाई बहिनी दिन। मेरो भान्जा हो नि त आजको के भन्छन् पैसाको गाँठ बोक्ने मान्छे। अनि हामी चाहिँ लाग्यौँ कपडा पसलतिर। कपडा पसलमा गएर हामी चाहिँ कपडा हेर्दैछौँ अब। अनि कपडा हेरेर फाइनली साथीहरू हामीले कपडा हेरेर कपडा प्याक भइसक्यो। मेरो भान्जालाई जुत्ता अनि जिन्स टप र प्यान्ट, हाफ प्यान्ट लिनुभएको छ। मेरो भान्जा चाहिँ आज धेरै मक्ख हुनुहुन्छ साथीहरू। अनि यो चाहिँ अर्को भान्जा मुसु मुसु हाँस्नु भएको छ। हामी चाहिँ निक्ल्यौँ त्यहाँबाट निस्किएर मेरो नानीको लागि चप्पल चाहिएको थियो। अनि हामी लाग्यौँ चप्पल लिनको लागि अर्को पसलमा। फाइनली नानीलाई चप्पल फिट भइसकेको छ। अनि हामी चप्पल लिएर निस्क्यौँ त्यहाँबाट। हामी अगाडि जाँदैछौँ। आजको हाम्रो घुमाइ भनौँ बजार सपिङ, हल्का सपिङ साथीहरू। अनि आजको मौसम, आजको यो कोलपुरको मौसम सँगसँगै तपाईँहरूलाई मेरो भ्लगमा स्वागत पनि छ। र हाम्रो भ्लगलाई धेरै माया गरिदिनु होला। हाम्रो भ्लगलाई लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। त्यसपछि हामी हल्का अगाडि गएर हामी गफ गर्दै अगाडि बढिरहेका छौँ। पछाडिबाट मेरो भान्जाले, आजको मेरो क्यामराम्यान चाहिँ मेरो भान्जा। अनि भान्जालाई धेरै धेरै धन्यवाद। भान्जाले माथि भ्यू देखाउँदै हामी माइजू भान्जाको भिडियो बनाउँदै हुनुहुन्छ। पछाडिबाट हामी गफ लगाइराखेर हिँडिरहेका छौँ। अनि ठुलो भान्जाले मलाई पनि टी सर्ट र प्यान्ट चाहियो भनेर हामी अर्को पसलमा गयौँ। अर्को पसलमा गएर सोधेको त अर्को पसलमा पनि कपडा रहेनछ। अनि हामी त्यहाँ गएर सोध्यौँ, त्यसपछि छैन भनेर त्यहाँबाट पनि हामी बाहिरतिर लाग्यौँ। अनि यहाँ चाहिँ चपरगौडी बजार हो। यो चाहिँ चपरगौडी बजारमा चाहिँ काठमाडौँ, पोखरा जाने गाडीहरूको एकदम घुइँचो हुन्छ। अहिलेको चाहिँ साँझको 7 बज्न लागिसकेको छ साथीहरू। साँझको 7 बजेसम्म पनि हामीहरू बजारतिरै डुलिरहेका छौँ साथीहरू। अनि यहाँ चाहिँ पूर्वतिर जाने गाडीहरू लागेको छ। साथसाथै हामी अटोसँग बार्गेनिङ गर्दैछौँ। अटोले चाहिँ त्यहाँ चौरासम्म लगेको 100 रुपियाँ भनेर, हुँदैन के 100 रुपियाँ फाल्ने भनेर हामी गयौँ हिँड्दै। खुट्टा तानिन्छ, शरीरलाई पनि एकदम फुर्तिलो बनाइन्छ साथीहरू। त्यही भएर चाहिँ हामीहरू हिँड्दै जाऊँ भनेर हामी चाहिँ हल्का अगाडि हो, 1 किलोमिटर छैन। 100 रुपियाँ मागेपछि हामी जाऊँ त नि हिँड्दै भनेर हाँस्दै हाँस्दै गयौँ। हाम्रो 2-3 घन्टाको सपिङ गरेको बाटोहरू पनि। अनि आज रमाइलोसँग गयो साथीहरू। मेरो नानी सुत्ने टाइम भइसकेको छ, उसलाई निन्द्रा लाग्यो। अनि उसलाई चाहिँ निन्द्रा लागेर लट्ठिएको छ। अनि हामी चाहिँ फटाफट गरेर जाउँ घरतिर भनेर हामी अगाडि बढिराख्यौँ। ठुलो भान्जालाई पनि सपिङ गर्न बाँकी नै छ। त्यसपछि भान्जालाई नानी दिएर म लागेँ अगाडि गइसकेपछि एउटा अगाडिबाट हल्का गाडी आइरहेको छ। अलि राम्रो गाडी देखेर भान्जा चाहिँ वाउ माइजू कति राम्रो गाडी आइरहेको छ, म त्यो गाडीको भिडियो बनाउँछु भनेर मेरो भान्जा एकदम आतुर हुनुहुन्छ र अगाडि गएर भिडियो बनाउँछु भनेर फटाफट हिँड्नुभएको छ साथीहरू। अनि फाइनली अगाडि गएर त्यो गाडी आउँछ भनेर वेटिङमा बसिरहनु थियो। र गाडी आएर गाडी चाहिँ साइडमा रोकिएको छ पेट्रोल पम्प नजिकै। यो चाहिँ चपरगौडीमा रहेको पेट्रोल पम्प। यहाँ नजिक गएर गाडी रोकिएको छ। भान्जाले चाहिँ गाडी राम्रो देखेँ अरे, अनि त्यही भएर मलाई चाहिँ मन पर्यो भनेर भिडियो बनाउनु भयो। तपाईँहरूलाई पनि नयाँ गाडी देखेर सायद मन चाहिँ पर्यो होला होइन साथीहरू? मलाई पनि मन पर्यो है। यो चाहिँ न्यू गाडी निकालेको रहेछ भर्खरै, राम्रो रहेछ। अनि हामी त्यहाँबाट गाडी राम्रो रहेछ भनेर अगाडि जाँदै थियौँ। यो चाहिँ हाम्रो कोलपुर रहेको डुरुवा खोला, यहाँबाट चपरगौडी
लाग्छ। उता चाहिँ चपरगौडी, यता चाहिँ कोलपुर। यो चाहिँ कोलपुर जैविक पार्क रहेको छ। यो पार्क चाहिँ न्यू हो, बन्दैछ। यसको चाहिँ उद्घाटन चाहिँ भएको छैन साथीहरू। हामी त्यसपछि लाग्यौँ फेरि अगाडितिर। अनि यहाँसम्म पुग्दाखेरि मेरो मोबाइलको चार्ज सकिसकेको छ। यो चाहिँ कोलपुर बस पार्क नजिकै। बस पार्कबाट गाडीहरू निस्केपछि गाडीहरूको एकदम घुइँचो छ यहाँनिर। हामी चाहिँ साइडमा उभिएर भिडियोहरू क्याप्चर गर्दैछौँ। यो चाहिँ रहेको छ कोलपुर बस पार्क। हाम्रो चाहिँ ब्याट्री एकदम डाउन भइसकेको भएर हामीले कोलपुर चौरा देखाएको छैनौँ साथीहरू। हामी चाहिँ कोलपुर चौरा नजिक पुगिसकेको छौँ। त्यसपछि ठुलो भान्जालाई कपडा खोज्न गएको, फेरि भेटिएन र सानो भान्जाले नि म लिन्छु भनेर फेरि 2 जोड टी सर्ट लिनुभएको छ र माइजू मलाई भोक पनि लाग्यो भनिराख्नु भएको छ। अनि हामीले चाहिँ मोबाइल ब्याङ्किङ गरेको थियौँ, मोबाइलबाट पैसा गएन भनेर चाहिँ हामी एकछिन वेटिङमा छौँ। र एउटा सानो नानु आएर मेरो सानो नानुसँग खेल्न खोजिरहेको छ। भान्जाले लिनुभएको छ, मक्ख छ ऊ पनि आफू जस्तै साथी देखेर। त्यसपछि हाम्रो पैसा पे भइसक्यो होला भनेर हामी चाहिँ लाग्यौँ। अनि यहाँनिर चाहिँ फलफुल देखेर हामीले चाहिँ थोरै नासपति लिइसकेका छौँ साथीहरू। भान्जाले चाहिँ आफ्नो कपडा देखाउँदै हुनुहुन्छ। अनि नासपति पनि ल हेर्नु नासपति भनेर नासपति पनि देखाउँदै। अनि हामी यहाँबाट लाग्यौँ पारी पुगेर भान्जालाई भोक लागेको भएर हामीले चाहिँ चटपटी बनाउन भनेर चटपटी खाँदैछौँ साथीहरू। भान्जाले चाहिँ मलाई भिडियोमा देखाउनु न भन्दै मुखमा हालेर गरिराख्नु भएको छ। म पनि लागेँ चटपटी खान। चटपटे नामै त चटपटे साथीहरू। मलाई चाहिँ साह्रै मनपर्छ र मन पनि भएर होला मैले चाहिँ यति फटाफट खाँदैछु। हेर्नु न कस्तो खानु नपाए जस्तो। त्यही खाएर त होला यति धेरै मोटाएको छु होइन साथीहरू। मैले चाहिँ चटपटी खाइसकेपछि पानीपुरी पनि खान्छु भनेर मगाएको थिएँ र पानीपुरीमा अलि चट्ट अमिलो पिरो नभएर मैले चाहिँ चाट मसला र हरियो खुर्सानी हालिदिनु भनेर हरियो खुर्सानी हालेर खान लागेँ। सँगसँगै भान्जाले पनि मिठो रहेछ भनेर खाँदै हुनुहुन्छ। त्यसपछि बाहिर बहिनीहरू बसेर खाँदै हुनुहुन्थ्यो। मैले थोरै बहिनीहरूको भिडियो पनि लुकेर बनाएको छु। त्यसपछि पैसा दिएर हामी लाग्यौँ फेरि अगाडितिर। भान्जाले अगाडि गएर आइसक्रिम किनिदिनु न भनेर अनि हामीले आइसक्रिम खानको लागि आइसक्रिम लियौँ साथीहरू। आइसक्रिम लिएको भिडियो चाहिँ बनाएको थिएनौँ। भान्जाले चाहिँ नपत्तै भिडियो चाहिँ म चाहिँ नपत्तै भान्जाले भिडियो बनाउनु भएको छैन होला भन्ने सोचेर आइसक्रिमको सानो टुक्रो भए पनि देखाएको। भान्जाले बनाएर राख्नु भएको रहेछ। मेरो नानी पनि आइसक्रिम खानको लागि रोएर मैले सानो टुक्रो नानीलाई पनि खुवाइदिएँ आइसक्रिम। अनि हामी त्यहाँबाट अगाडि बढिसक्यौँ। अँध्यारो भइसकेको छ साथीहरू। यहाँबाट चाहिँ मेरो घर देखाउनु भएको छ भान्जाले। यो चाहिँ मेरो घर रहेको छ। हामी माइजू भान्जा अगाडि हिँड्नेछौँ। उनले चाहिँ मोबाइल लिएर पछाडि। यो चाहिँ मेरो घर जाने कच्ची रोड है साथीहरू। हाम्रो घर जाने रोड चाहिँ कच्ची रोड रहेको छ। फाइनली 1-1.5 वर्षमा चाहिँ यो रोड पनि पक्की हुनेछ। अनि हामी लाग्यौँ यस्तै हिँड्दै गफ गर्दै घरतिर। साँझको 8 बज्न लागिसकेको छ। फाइनली गाइज म चाहिँ घर पुगिसकेँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ मेरो घर रहेको छ। अनि म चाहिँ घरभित्र गेट खोलेर गइसकेको छु। अनि भान्जालाई आउनु न छिटो म गेट लगाउँछु भनेको। मेरो नानीले कपडा उठाएर बेन्चभरि हेर्नु त साथीहरू लछेङ पछेङ गराएर राखेको छ। म चाहिँ गेट लगाएर लागेँ अब घरतिर। मलाई चाहिँ गर्मी साह्रै भएको छ। कतिखेर भित्र गएर फ्यानमा बसौँला जस्तो भएको छ। अनि म चाहिँ हत्तपत्त चाबी खोलेर गएँ कोठामा भन्दा नि हलमा मेरो लखपत्रै छन् सामानहरू। अनि भान्जाले भिडियो बनाउँदै बसिराख्नु भएको छ। बाई साथीहरू। यो मेरो भ्लगलाई सबैले माया गरिदिनु होला। साथ सपोर्टको आशा गर्दै आजको भ्लग यति। बाई।